नान करी साँच्चै गजबको डिस हो, तर के यसैको भरमा तपाईँको रेस्टुरेन्ट नेक्स्ट लेभलमा पुग्छ त? रितेश अग्रवालले इन्डियाको अव्यवस्थित होटलहरूलाई ओयो मार्फत जसरी व्यवस्थित गरे, तपाईँले पनि आफ्नो रेस्टुरेन्टलाई त्यसरी नै स्ट्यान्डर्ड बनाउन सक्नुहुन्छ। आउनुहोस् जापानमा सफल हुन ओयो मोडलका 5 सूत्रहरू विचार गरौँ। पहिलो सूत्र हो मानकीकरण अर्थात् स्ट्यान्डर्डाइजेसन। जापानमा सेफको मुड अनुसार खानाको स्वाद फेरिनु हुँदैन। दालको स्वाद आज एउटा अनि भोलि अर्कै हुनु हुँदैन। उदाहरणको लागि रेसिपी लेख्दा यसरी लेख्नुहोस्, अलिकति नुन होइन, 4 ग्राम नुन। र अर्को कुरा, मेन्युको फोटो र टेबलमा आउने खाना एउटै देखिनुपर्छ। फोटोमा 3 पिस चिकन तर प्लेटमा 2 पिस मात्र भयो भने जापानी ग्राहकहरूले धोका पाएको महसुस गर्नेछन्। दोस्रो, गुणस्तरमा नियन्त्रण। ग्राहकले हेर्ने तपाईँको किचन होइन तर टोयलेट हो। यदि टोयलेट फोहोर छ भने उनीहरू किचन पनि फोहोर छ भन्ने निष्कर्षमा पुग्छन्। होटलको स्टाफहरूलाई हाइजिनमा ध्यान दिन लगाउनुहोस्। याद गर्नुहोस्, एप्रन लगाएर टोयलेट जानु जापानमा ठुलो गल्ती मानिन्छ। तेस्रो सूत्र, अनलाइन ब्रान्डिङ। के तपाईँको रेस्टुरेन्ट गुगल म्याप्समा अपडेटेड छ? म्याप्समा फोटो राख्दा राम्रो अनि उज्यालो देखिने फोटोहरू राख्नुहोस्। जापानमा गुगल रिभ्यूमा आएका हरेक कमेन्टको जापानी भाषामै जवाफ दिनुहोस् अनि सुरुमा 3.5 रेटिङ कटाउने लक्ष्य राख्नुहोस्। यस्तो भयो भने तपाईँको रेस्टुरेन्ट राम्रो छ भनेर अरूले देख्नेछन्। चौथो, जोखिम मोल्न तयार हुनुहोस्। ग्राहकलाई आकर्षित गर्न पहिलो पटक आउनेलाई 50% छुट वा बच्चालाई सित्तैमा जस्ता जोखिमपूर्ण तर आकर्षक अफरहरू देखाउनुहोस्। पाँचौँ अनि अन्तिम, स्टाफहरूलाई शिष्टाचार सिकाउनुहोस्। तपाईँको स्टाफलाई कामदार मात्र होइन, क्याप्टेन बनाउनुहोस्। उनीहरूलाई इरासियाई मासे जस्ता जापानी शिष्टाचार सिकाउनुहोस् र राम्रो काममा बोनस दिनुहोस्। यसो गर्दा तपाईँका ग्राहकहरू एकपटक मात्र होइन बरु बारम्बार तपाईँको रेस्टुरेन्टमा आउनेछन्। के तपाईँ आफ्नो रेस्टुरेन्टलाई अर्को लेभलमा लैजान तयार हुनुहुन्छ? आजैबाट सुरु गर्नुहोस्। यस्तै राम्रा सुझावहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकन पनि दबाउनुहोस्।